ल यहाँ मायाको घरमा मायाको घर के कुन हो मायाको घरको यहाँ हाम्रो दाहरूले सुटिङ गर्दै हुनुहुन्छ। सेन्टरले है साथीहरू आज चाहिँ घाम लागिरहेछ है, घामले चमक ल्याएको छ एकदम। ल साथीहरू अब खाना खानु पर्यो अनि खाना खाएर ड्युटी जानु पर्यो है त। आज शिवरात्रि हो नि त साथीहरू, अनि केटाकेटीहरूमा बाटो छेक्नु जाँदैछ चक्लेट बोकेर। तारा दिदी लामो खालको चक्लेट माग्दैछ तल। भरे चाहिँ साथीहरू भाङ खानेले भाङ खानु होला है, माम खानेले माम खानु होला। म चाहिँ भाङ खाँदिनँ नि त, त्यही भएर कहिलेकाहीँ यसो राई त पर्यो है, राईको छोरो, कहिलेकाहीँ चाहिँ यसो हुन्छ। हेलो नमस्ते, सेवा सेमुना, म यहाँ सन्चै छु, तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला भन्दै आजको डेली ब्लगमा म पनि उपस्थित भइसकेको छु र तपाईँहरूको माझमा आजको डेली ब्लग लिएर आउँदैछु साथीहरू। र आजको डेली ब्लगमा के कस्तो हुन्छ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु साथ दिनु होला। र म चाहिँ भिडियो चाहिँ घरैदेखि सुरु गरेँ साथीहरू। र अघि अब ड्युटी गएको थिएँ, ड्युटी जाँदाखेरि भिडियो बनाउनै बिर्सेछु। अब सुरु गरेँ साथीहरू, के कस्तो हुन्छ है त आजको भिडियो हेरेर साथ दिनु होला सुरुदेखि अन्तिमसम्म। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। पुरानो सम्पूर्ण मेरो मित्रहरूले भिडियोलाई हेरेर सपोर्ट गरिदिनु होला भन्दै भिडियोलाई अगाडि बढाउन चाहे साथीहरू है त। अब म चाहिँ भात खानुपर्ने छ, भात खाएर अनि ड्युटी जानुपर्ने हुन्छ है साथीहरू। ल त हेर्दै गर्नु ल। तारा दिदी फुलकुमारी दिदी के साह्रो जतिखेर नि फुलमती यतातिर आमामा फुलै फुल है, ए फुलै फुल मात्रै, अहिले फुलै बोकेर आइरहेछ है। अनेक थरीको फुलहरू छ, ए तलतिर मासतिर सबै फुलै फुल छ है। ल साथीहरू अब म चाहिँ खाना खान्छु है त, मेरो भिडियोलाई हेर्दै गर्नु होला। ल यहाँ बिहानै केटाहरू एक्सर्साइज गर्दैछ, ब्रिटिस लाउरेको लागि यहाँ अभ्यास गर्दैछन्। थोरै छैन केटाहरू। सेन्टरले पैसा त बर कमाउने भयो फेरिमा, थोरै छैन त। ल केटाहरूले चुनावमा चाहिँ भोट चाहिँ कसलाई दिने हुन्। ल सानो छ त केटाहरूको लस्कर। है साथीहरू आज चाहिँ घाम लागिरहेछ है, घामले चमक ल्याएको छ एकदम उज्यालो। त्यति साह्रो धुलो मैलो आज छैन, त्वालोहरू छैन। र अस्ति मैले भिडियोमा देखाएको थिएँ एकजना दाइलाई हार्दिक श्रद्धाञ्जली भनेर, यहाँको दाइ नै खस्नु भएको अस्ति। यहाँको दाइ प्रेसरले हानेर दुई तिन दिन हस्पिटलमा राखेर केही गर्दाखेरि पनि उपचार भएन र उहाँको चाहिँ बिदाई गरियो। यही घरको दाइ हुनुहुन्छ है, अस्ति जो धनकुमार राई दाइ हुनुहुन्थ्यो, एकदम समाजसेवी हुनुहुन्थ्यो। उहाँको चाहिँ निधन भइसकेको छ। यही घरको खैरेनी यो परतिर, यो पुलभन्दा परतिर, हजुर यो ठ्याक्कै पुल कटेर जानुहोस् होइन, खैरेनी त्यही हो। कहाँदेखि आउनु भएको? ए ल, ए चुनाव चिन्ह हलो, त्यो त मैले देखिनँ त, देखिनँ। ल यस्तो त साथीहरू है, दुःखद घटना। यही घरको दाइको चाहिँ मैले भिडियो लगाएको थिएँ।
अनि हाम्रो गाउँठाउँको चाहिँ यस्तो छ अवस्था अहिले तत्काललाई है। आजको भिडियो चाहिँ म यस्तै ल्याउने छु साथीहरू। खासै केही रमाइलो भिडियोहरू छैन, हेर्दै गर्नु होला है त। ए बिचारा कहाँ लानु हुने तल? ए ल ल बिचारा बच्चालाई नि हिँडाउनु नि, अनि आमा नि हिँड्छ। हिँडाउनु भयो भने हिँड्छ, हिँड्दैन बच्चा। त्यसलाई किलकिले लागिसक्यो। हजुर तल सुन्दर बस्ती होइन, 100 रुपियाँ लाग्छ। पालो छोड्नु पर्छ, पालो फर्केर आएर दिँदैनन्, नत्र त म लगिदिन्थेँ नि। अब 2-3 घन्टा भयो बसेको। ल काकाले चाहिँ बाख्रा डोराउँदै ल्याउँदै हुनुहुन्छ। ल यहाँ मायाको घरमा, मायाको घर कि कुन हो? मायाको घरको यहाँ हाम्रो दाहरूले सुटिङ गर्दै हुनुहुन्छ। यो चाहिँ याकथुम चोकमा। झन्डै नचिनेको वर्षपछि भेट भएको छ, जम्मै कतै बस्नु तपाईँसँग धेरै कुरा पनि गर्नुपर्नेछ। हान्दैछु। यो चाहिँ याकथुम चोकमा है हाम्रो प्रकाश लिम्बू दाजु, आदरणीय दाजु यहाँ चाहिँ मेन पात्र हुनुहुन्छ है। शिवराई भ्लगलाई चाहिँ एकदम लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला। सबैजनाले माया गरिदिनु होला मेरोलाई पनि, मेरो भ्लगलाई। अलिकति हटाइदिनु ल। मायाको घर हजुर सुटिङ कस्तो आयो? ए यहाँ आउँदैछ, यहाँ भइरहेछ नि त। ए हुँदैछ। रोल क्यामेरा एक्सन। अरे सृष्टि होइन, आम्मा कस्तो चेन्ज भएछ हौ। चेन्ज भएर म पुरै नि हो। अनि तपाईँलाई त भेट्नु पनि कस्तो गाह्रो भएको हो। कता खोज्यो मैले, लु अब भेट भयो, जम कतै बसेर कुरा गर्नु। तपाईँसँग धेरै कुरा पनि गर्नुपर्नेछ। अनि म त फेरि काममा हिँडेको। सोधिदिनु अब आज यत्रो वर्षपछि भेट भइरहेको छ। होइन पछि कुनै दिन बस्नु हुँदैन, अनि कुनै दिन काम गर्दिनँ आजसम्म। ल साथीहरू अब खाना खानु पर्यो, अनि खाना खाएर ड्युटी जानु पर्यो है त।
अचार पनि छ, मिठो अचार। यो त सुक्खा अचार अस्ति भोरेको सक्यो, अब यो चाहिँ लास्ट है साथीहरू। सुक्खा अचार साह्रै मनपर्छ है, यहाँसम्म छ है। तातो छ दाल। तातो ल साथीहरू, अब सुरु गरे है त। चुनावको जय होस् है। साथीहरू, यो खाना पनि एकताल खाएपछि एक हप्ता नखाने हुनु नि। बिहान बेलुकी जतिखेर नि खानुपर्छ। हप्तामा एक दिन मात्रै खाने भयो साथीहरू, तपाईँहरू के गर्नुहुन्थ्यो होला? म चाहिँ एकदम अल्छी हुन्थेँ है, एकदम अल्छी हुन्थेँ। ल भरे मलाई नछेक आयो ल। ल 10 दिएको छु नि, 10 तिमीहरूलाई 10 दिएको छु नि, सबैलाई दिनु पर्दैन। सबैलाई दिँदै 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 आउँदै आउँदै मेरो हिजोको गोजी नै रित्यो। बाटो छेक्नु गएको हिजोहरू। आज शिवरात्रि हो नि त साथीहरू, अनि केटाकेटीहरूमा बाटो छेक्नु जाँदैछ चक्लेट बोकेर। तारा दिदी लामो खालको चक्लेट माग्दैछ तल। तारा दिदीले माग्दै चक्लेट। बा सक्दो फाल्दैछन् फाल्नु यता पुग्ने गरी खा। याद आयो तारा ठोकेर ए चक्लेट केटाकेटीले तलदै फ्याल्दिएको साथीहरू। ल शिवरात्रिको शिवको प्रसाद भरे चाहिँ साथीहरू, भाङ खानेले भाङ खानु होला है, माम खानेले माम खानु होला। म चाहिँ भाङ खाँदिनँ नि त, त्यही भएर कहिलेकाहीँ यसो राई त पर्यो है, राईको छोरो, कहिलेकाहीँ चाहिँ यसो हुन्छ, अरू नभनौँ है। ल्याउ चक्लेट खाऊ तारा दिदी। घर पनि यता फ्याले जस्तो लागिरहेको छ। यता के भर्दै थियो? कुन चक्लेट हाले? ए अति राम्रो फुल एकै खालको रहेछ। ए दुईटा फ्यालेछ केटाहरूले, नानीहरूले।
फेरि अघि तल पुगेछ यो कि माथि आइज माथि आइज भनेको सुन्ने माथि आइज माथि 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 आइज माथि आइज तँलाई तँलाई गाउँ गुड्ने माथि आइज युकी 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 आइ माथि आइज माथि आइज माथि माथि यहाँ आइज भने आइज भने आइज 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 टेर्दैन नि त्यसले